नमस्कार म शङ्कर सुनुवार म उदयपुर गाईघाटबाट अहिले यहाँ बोलिरहेको छु मैले चाहिँ आज मैले भन्दा पनि हाम्रो साथीहरू हुनुहुन्छ जो सामाजिक अधिकारका साथीहरू हुनुहुन्छ त्यसैगरी जिल्ला ट्राफिक प्रहरीका इन्चार्ज साथीहरू हुनुहुन्छ उहाँहरू सबै मिलेर हामीले चाहिँ यो सामाजिक अभियान चाहिँ विगत 2 महिनादेखि धेरै गरिरहेका छौँ। यो अभियान किन गर्यौँ भन्दाखेरि चाहिँ यो उदयपुरको यो चतरा पूर्वमा चतरा र पश्चिममा चाहिँ तपाईँको 109 किलोमिटर चाहिँ अत्याधिक दुर्घटना भएर मानवीय क्षति भयो। यो ठाउँलाई चाहिँ नेपाल ट्राफिक प्रहरीले चाहिँ ब्ल्याक लिस्टमा राखेको छ। हामी यहीँकै बासी भएको कारणले गर्दाखेरि आज हाम्रो ठाउँ ब्ल्याक लिस्टमा रहिरहँदाखेरि यो मलाई त असाध्यै दुःख लागेको छ र सम्पूर्ण उदयवासी दुःखी छ भन्ने कुरो मैले ठानेर यो मानवीय सुरक्षाको लागि मानवीय जीवनको दुर्घटनाबाट बचाउनका लागि एउटा सन्देशमूलक के दिने त भन्दाखेरि हामीले रोडमै गएर धेरै सवारी चालक साथीभाइलाई चाहिँ तपाईहरूले चाहिँ ओभर स्पिड नगरिदिनुहोस्, ओभरटेक नगरिदिनुहोस्, होइन गाडीलाई ओभरल्याप नगरिदिनुहोस्, तपाईँले चाहिँ सुरक्षित ड्राइभिङ गरिदिनुहोस् यो एरियामा भनेर हामीले जनचेतना फैलाइरहेका छौँ। त्यसको साथसाथै त्यति नपुग भएर अब चाहिँ हामीले चाहिँ ट्राफिक सम्बन्धी एउटा नयाँ नौलो सन्देश के दिने त भन्दाखेरि यो हेलमेट एकदमै उपयुक्त लाग्यो। हेलमेट भनेको सुरक्षा रहेछ, यो हामी टाउकोमा प्रयोग गर्छौँ। हाम्रो टाउको भनेको चाहिँ मानवीय अत्याधिक संवेदन चाहिँ रहेछ यो अङ्ग भनेको। यो अङ्ग नै हामीले सुरक्षा गर्न सकेनौँ भने हामीले जीवनको सुरक्षा के गर्न सक्छौँ। त्यस कारणले गर्दा सम्पूर्ण सवारी चालक र सम्पूर्ण तपाईँको चाहिँ मोटरसाइकल ड्राइभ गर्ने साथीहरूलाई चाहिँ हेलमेट प्रयोग गरौँ र त्यो हेलमेट चाहिँ एकदम सुरक्षित हेलमेट प्रयोग गरौँ र क्वालिटी हेलमेट प्रयोग गरौँ भन्दै आजको मेरो कुरा यही राख्छु। हस्, थ्याङ्क यू। मैले त्यही चाहिँ बिर्सेको छु। ल फेरि पनि नमस्कार। हामीले आज मिति 2083 साल तपाईँको चाहिँ असार 6 गते शनिबार चाहिँ आज हामीले चाहिँ यो उदयपुरको चाहिँ यो पूर्व बस पार्कमा चाहिँ एउटा बोर्ड राखेका छौँ र यो बोर्डमा राखेर मात्रै भएन, यसको प्रचार प्रसार हुनु पर्यो। यसको बारेमा चाहिँ सामाजिक सञ्जालमा चाहिँ सबैले ज्ञान पाउन्, यसको अर्थ बुझुन्। हेलमेट त लाउनु हुन्छ तर हेलमेटको अर्थ उहाँलाई थाहा नहुनसक्छ। त्यस कारणले गर्दाखेरि चाहिँ आजबाट मैले के भनेको छु भन्दाखेरि जो साथीले यहाँ आएर यो बोर्डको पछाडि फोटो खिचेर चाहिँ सामाजिक सञ्जालमा राख्नुहुन्छ होइन, अनि त्यसपछि टिकटकमा चाहिँ बनाएर राख्नुहुन्छ, उहाँहरूले गरेको सही काम र भ्युजको आधारमा उहाँलाई हामीले यही बोर्डमा ल्याएर चाहिँ उचित पुरस्कार तथा उहाँलाई चाहिँ गिफ्ट चाहिँ व्यवस्था गर्ने चाहिँ मैले यही घोषणा गर्न चाहन्छु। अब नेक्स्ट टाइम फेरि हामी चाहिँ के छौँ उहाँसँग जोडिन चाहन्छु। यति भन्दा मेरो कुरा राख्छु। थ्याङ्क यू।